फाइनली गाइजहरू आज हाम्रो कोठामा आज छोराहरूको चाहिँ आज दसैँ तिहार मनाउन लागि धमाधम कार्यक्रम चलिरहेको छ र हाम्रो दसैँ तिहार नभए पनि हामीले यसमा समायल भएका छौँ। यसै गरी एकदम यहाँ दुई भाइहरू यसै गरी मस्त तरिकाले दसैँ मनाउँदैछन्, आफ्नो आशीर्वाद भाइलाई दिँदैछन्। भनेपछि अब यहाँ धुम धडका सहित आशीर्वाद दिइरहेका छन्। हाम्रो दसैँ नभए पनि हामी चाहिँ यसमा आबद्धन भइरहेका छौँ। भनेपछि परदेशमा चाहिँ अब के गर्ने भाइ चाहिँ आफ्नो भाउजूलाई गाटा लगाउँदैछन्। भनेपछि अब एकछिनमा हाम्रो छोराहरूको दसैँ तिहार सकिनेछ। हाम्रो दसैँ नभए पनि हामी चाहिँ रमाइलोमा आबद्ध भएका छौँ। भनेपछि यहाँ पैसा पनि आदान प्रदान गर्नुभएको छ। आफ्नो त्योलाई अब स्क्यान पनि यहाँ मागिरहेका छन्। पैसा क्यास पैसा नभएपछि स्क्यानको पनि यहाँ अब त व्यवस्था गर्नुपर्ने उहाँको अब छोराहरूले दुई बहिनी पनि भेला भइरहेको छ। दाजुहरू हजुरलाई आफ्नो दिदी बहिनीको पनि सुमधुर टाढा दिदी बहिनीको जमाना आदान प्रदान भइरहेको छ। एकदम चलिरहेको छ। दसैँ मनाउनु भएको छ र हामी यो साल दसैँ हाम्रो नभए पनि अर्को साल रमाइलो तरिकाले मनाउनेछौँ भन्न चाहन्छु। हाम्रा घरका गार्जेनहरू उता बस्नुभएको छ, त्यहाँ नलाएर निराश भएर चाहिँ केही फरक छैन। हाम्रो पैसा बच्यो के एकदम आफ्नो घरतिर एकदम परदेशमा भए पनि रमाइलो तरिकाले दसैँ मनाउनु भएको छ। धेरै हाम्रो दसैँ नभए पनि हामी खुसी साट्नलाई हामी पनि आतुर छौँ। ढोका बेड चाहिँ डरै भइरहेको छ। उता पनि सुरु गरौँ। आज आफ्नो श्रीमतीलाई 10 रुपियाँ दिनुभएको छ हाम्रो छोराले। बल भएको छ। ठुलो कुरा होइन क्या